पश्चिम बङ्गालका मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, भारतवर्षको 77औं गणतन्त्र दिवसको शुभ उपलक्ष्यमा म यहाँहरू सबैमा हार्दिक शुभकामना जनाउँदछु। सन् 1950 को आजको दिन भारतवर्षले आफ्नो संविधान ग्रहण गरेर देश एउटा सार्वभौम गणतान्त्रिक लोकतन्त्रमा परिणत भएको थियो र संविधानले हामीलाई न्याय, स्वाधीनता, समानता अनि भातृत्व प्रदान गरेको थियो। यिनै मूल्यबोधहरूले आज पनि हाम्रो राष्ट्रलाई परिचालित गरिआएको छ। आज हामी कृतज्ञ भई हाम्रा संविधान निर्माताहरूलाई स्मरण गर्दछौँ। आज हामी हाम्रा स्वाधीनता सङ्ग्रामीहरूलाई सम्झन्छौँ, जसले हाम्रो स्वाधीनताको निम्ति महान उत्सर्गलाई अंगीकार गरेका थिए। उनीहरूको त्याग र आदर्शले आज पनि हामीलाई अनुप्राणित गर्दछ। भारतको इतिहासमा पश्चिम बङ्गालको एउटा विशेष स्थान छ। यहाँको माटोले महान सुधारकहरूलाई जन्म दिएको छ भने यस भूमिले अनेक कवि, चिन्तक एवं विप्लवीहरूको लालन पालन गरेको छ। स्वामी विवेकानन्दले भारतवर्षलाई आन्तरिक शक्ति प्रदान गरेका छन्। राजा राममोहन रायले समाज सुधार गरेका थिए। ईश्वरचन्द्र विद्यासागर शिक्षा अनि समानताको हकमा लडेका थिए। रविन्द्रनाथ ठाकुरले भारतवर्षको आत्मालाई समृद्ध पारेका थिए भने नेताजी सुभाषचन्द्र बोसले भारतवर्षमा साहस र चेतना जागृत गरेका थिए। पश्चिम बङ्गाल त्यो भूमि हो जसले भारतवर्षलाई राष्ट्रिय सङ्गीत र राष्ट्रिय गान प्रदान गरेको छ। पश्चिम बङ्गालका वासीहरू साम्प्रदायिक सद्भाव एवं सह अवस्थानलाई मान्यता दिन्छन्। उनीहरू विविधतामाझ एकतामा विश्वास गर्दछन्। म आजको दिन हाम्रा सशस्त्र बाहिनीहरूको प्रशंसा गर्दछु। म सुरक्षा कर्मीहरूलाई सल्युट गर्दछु अनि म स्वास्थ्य कर्मीहरूको प्रचेष्टालाई स्वीकृति जनाउँदछु। म हाम्रो शिक्षक समाजको सम्मान गर्दछु। म हाम्रा कृषक तथा श्रमिक बन्धुहरूको सम्मान गर्दछु। उनीहरूको सबैको निष्ठाले राष्ट्रलाई उन्नत पथमा अघि बढाएको हुनाले म उनीहरू सबैलाई प्रणाम गर्दछु। गणतन्त्र दिवस हाम्रो गहन चिन्तन मनन गर्ने एउटा मुहुर्त हो। अत आजको दिन म संवैधानिक कर्तव्यलाई स्मरण गराउन चाहन्छु। हामीले प्रतिदिन नागरिकहरूको गणतान्त्रिक मूल्यबोधको रक्षा गर्नुपर्छ। सामाजिक न्याय, निसाफ हाम्रो यथार्थ लक्ष्य हुनुपर्छ। हाम्रो एकता हाम्रो शक्ति बनोस्। भारतवर्षको युवा समाजले महान दायित्व पालन गर्दछ। उनीहरूले अनुशासन तथा ज्ञान आर्जन गर्नुपर्छ। उनीहरूले सत्यको पथमा आफूलाई प्रस्तुत गर्नुपर्दछ। भारत अमृतकालतिर अग्रसर छ। आत्मनिर्भर भारत द्रुतताका साथ विकसित भारततिर लम्कँदैछ। यो विकसित भारतको अविच्छिन्न अङ्ग हो विकसित बङ्गाल। आज देश अर्थनैतिक प्रगति चाहन्छ। देश सांस्कृतिक सम्प्रीति कायम राख्न चाहन्छ। देश नैतिक मूल्यबोधलाई प्रमुखता दिँदछ। आउनुहोस् हामी देशको सेवा शुश्रूषाको निम्ति दृढ प्रतिबद्ध बनाऊ। आउनुहोस् हामी पश्चिम बङ्गालको उन्नतिको निम्ति एकबद्ध हौँ। हामी सबै मिलेर यो सोनार माटी बङ्गालको निम्ति एक स्वरमा गाउँ। बङ्गलार माटी, बङ्गलार जल, बङ्गलार वायु, बङ्गलार फल, पुण्य हौक, पुण्य हौक, पुण्य हौक। हे भगवान, झन्डा ऊँचा रहे हमारा। मेरा प्रिय दाजुभाइ दिदीबहिनीहरू, मैले तपाईहरूलाई एउटा शुभ गणतन्त्र दिवसको एउटा प्रेरणादायी शुभकामना जनाएँ। वन्दे मातरम।